ल आज चाहिँ हामी यो कोत्रायामा छौँ घुम्दै घुम्दै आइसकेका छौँ कोत्रायामा। आज खाइन्छ के खाइन्छ थाहा छैन तर पहिला त यता हुँदै सबै के भन्छ घरै घर थियो, मान्छे थियो। अचेल त पुरै जङ्गल बनाएको छ यतातिर। हेर्नुहोस् घन्टा घर पनि छोपिसकेछ। घन्टा घर नेपालीले पठाउने आइएमबी ब्याङ्क यहाँ छ। नेपालीले पठाउने पैसा पठाउने आइएमबी ब्याङ्क। धेरै भयो नआएको यता हुँदै। अहिले त पुरै राम्रो बनाएको छ, पार्कहरू जस्तो एकदम ठिक बनाएको छ। यो एरिया भनेको चाहिँ प्राय सबै नेपालीहरूले चाहिँ व्यापार गर्ने एरिया हो र यता हुँदै प्राय रेस्टुरेन्ट अनि पसल, फोन पसल सबै चिजहरू पाउँछ यो ठाउँमा चाहिँ। मानौँ नेपालीहरूले चाहिने चिजहरू सबै यहाँनिर किन्न पाइन्छ। र पहिला चाहिँ शनिबार र आइतबार यो ठाउँमा पुरै मान्छे हुन्थ्यो, अहिले चाहिँ खासै नपाइँदो रहेछ। र पनि आज चाहिँ हामी यसो घुमौँ भनेर यतातिर आएको छौँ। के अरे हेर्दै जाउँ, म तपाईँहरूलाई देखाउँछु। भिडियोहरू भर्सके सबैतिरको भिडियो चाहिँ म तपाईँहरूलाई देखाउने कोसिस गर्छु है त। कोतराया ओके, यो हेर्नुहोस् है पुरानो घरहरू नि छ यहाँनिर। कोत्राया भन्छ यसलाई होइन। यो घन्टा घर भनेपछि के भन्छ मलेसियामा कोलालम्पुरभित्र कहाँनिर हो भनेर सोद्धाखेरि घन्टा घरको अगाडि छु भनेर भन्यो भने यही ठाउँ हो। यो एरिया भनेको सबै तपाईँको नेपालीहरू चाहिँ भेट हुने ठाउँ हो। तर अहिले चाहिँ खासै हुँदैन यतातिर नेपालीहरू। कता जाने त? उता जाउँ कि उँधो? यता गयो भने त्यो ठुलो चौरीमा पुगिन्छ। जाउँ न त, त्यतै जाने हो। ल हामी चाहिँ उता लाग्यौँ अब। आज बसहरू पनि कस्तो छ। चाहिँ उता यो टाटाराङ मर्डेका भन्ने ठाउँतिर जाँदैछु। त्यहाँ चाहिँ एकदम ग्राउन्ड परेको ठाउँ छ र त्यो ठाउँमा गएर एकछिन हेर्नेछौँ। यता चाहिँ के छ र यहाँनिर? के अरे के हो? यो पानीको यो रहेछ नि त। केही पनि छैन त। अनि मान्छेहरू पुरा झुमेर हेरिरहेको छ त। माछा रहेछ त। माछा उफ्रिन्छ? माछा टन्नै रहेछ पुरा। हेर्नु त हो र, तल गएर हेर्नु त। खोलामा त्यस्तो माछा रहेछ पुरा। जाँदै चिटपट भइरहेको माछा लाग्यो।今天的行程就结束了吗？
啊，对，谢谢。ल दामी रहेछ यो पनि यो पहिलाकै पुरानो घरहरू होला है त यो यता हुँदैछ नि अझ पुरानो पुरानो घर त तपाईँ यतातिर आएको छैन होला सायद 我现在手机有点恢复。 मस्जिदहरू रहेछ यो ठाउँमा पुरानो पुरानो के पुरानो पुरानो मस्जिद अब यो छोडिसके जस्तो रहेछ कि यो चाहिँ के हो क्याफे हो क्याफे यो बसहरू कता जान्छ होला टुरिस्ट बस रहेछ सर यो घुमाएर मैले यसो घुमाएर यतातिर राख्नु रहेछ यहाँबाट निस्केपछि सिधा तेलसिसी जाने हो कि यिनीहरू तेलसिसी भनेको यहीँबाट पुग्नु हो यो घरहरू चाहिँ ल हेर्नु यो हेर्नु त यो मस्जिद यो धेरै पुरानो हो नि होइन अहिले यतापट्टिको घरहरू हुन्छ धन खतरा चाहिँ यो सबै यो खतरा छ यार ओहो ए यहाँ त बन्द गरेको रहेछ क्या ए रहेछ यता त आउनु भएको थिएन होला दाइ तपाईँ है ल हेर्नुहोस् यो अग्लो लगाएको त्यो मलेसियाको झन्डा यहाँनिर चाहिँ यहाँको नेसनल डेमा आर्मीहरूले ड्याङ 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 गरेर खुट्टा बजार्ने ठाउँ हो क्या दामी ल घरहरू कति पुरानो पुरानो घरहरू छ हामी चाहिँ यतातिर लागौँ ग्राउन्डतिर होइन दाजु हो यसको चाहिँ एउटा फोटो लिइराखौँ यार दामी छ कोलकातातिर होला भने के होला भने त ल हेर्नु यस्तो दामी छ होइन कता जाने यो चाहिँ पुरै ग्राउन्ड हो क्या त अगाडि यहाँनिर पुरै आर्मीहरूले ट्रेनिङ गर्छ ट्रेनिङ गरे खै यिनीहरूको के हुँदा पहिला परेड खेल्ने ठाउँ त्यो नेपालमा शिवरात्रि मनाउँछ नि दाइ हाम्रो चाहिँ अब के भन्छ त्यो गणतन्त्र के अरे उयो के अरे के भन्छ इन्डिपेन्डेन्ट डे के तपाईँको अरू देशबाट चाहिँ स्वतन्त्र हुँदाखेरि यिनीहरूले त्यो उयो मनाउँछ नि स्वतन्त्र दिवस स्वतन्त्र दिवस त्यो दिनमा हो क्या हाम्रो चाहिँ शिवरात्रि भन्छ शिवरात्रि अब हाम्रो चाहिँ स्वतन्त्र डे चाहिँ केही पनि हुँदैन किनभने हामी गोर्खाली पऱ्यौँ नि त दाजु होइन त्यसले गर्दा यिनीहरू त्यही भएर हामीलाई चाहिँ कुनै पनि देशले छुन सकेन यो यत्रो यो झन्डा ल हेर्नुहोस् त कस्तो छ त होइन दाजु हाम्रो भयो एकतिर घाँस हुन्छ ल हेर्नुहोस् कस्तो दामी छ त यो यतातिर जाउँ दाजु होइन अहिले यताबाट निस्किनुपर्छ त्यतिखेर सबै पानीको पोखरा बन्द गरेको अहिले मान्छे यता हुँदैन नि दाइ पहिला तपाईँको धेरै 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 अगाडितिर चाहिँ यता तपाईँको धेरै नै मान्छे हुन्थ्यो होइन अहिले हुँदैन ल
के हो दाजु यहाँबाट एयरपोर्ट गर्ने रहेछ भन्नुभयो। देख्नुभयो त्यो उयोहरू ठुलो ठुलो ल यस्तो दामी छ है। अब चाहिँ यो हामी यो झन्डाको फेदमा छौँ अहिले तल मुनिबाट। कति मिटर अग्लो होला दाजु त्यो झन्डाको पोल? धेरै नै छ नि होइन? कस्तो दामी छ त। यो चाहिँ के हो? पानीको फुवारा हो सब। पानीको फुवाराको अनुसार हो जस्तो छ। ल साथीहरू हेर्नुहोस् है कस्तो छ भिडियो, प्रतिक्रिया दिनु होला। म फेरि अर्को भिडियो अर्को साइडको बनाउने छु। हस् धन्यवाद, बाई बाई।